छोरीको लागि दिउँसोको खाजा एउटा स्याउ लिने अनि गाजर पनि लिने यिनीलाई मजाले पखाल्ने अनि दुई पखालिसकेपछि यसको बोक्राहरू पनि फाल्ने मजाले फाल्ने यिनीहरूलाई अनि मसिनो मसिनो पार्टमा काट्ने अनि पकाउन सजिलो हुन्छ नि त। मसिनो गरी काट्यो भने चाहिँ अनि यसलाई कुकरमा सिटी लाउने। कुकरमा सिटी लाउँदा चाहिँ छिटो पाक्ने भएर म चाहिँ कुकरमा सिटी लाउँछु। भाँडा पकाउँदा नि हुन्छ, यसको पानी सुक्ने गरी पकाउनु पर्ने हुन्छ यसलाई चाहिँ। अनि कुकरमा मजाले सिटी लाउने अनि म्याच गर्न सजिलो हुन्छ। यतिको पकाएपछि चाहिँ मजाले काँटाको सहायताले म्याच गर्ने। म्याच गरेपछि बेबीहरूलाई निल्न सजिलो हुन्छ यसलाई। अनि यस्ता स्वादको लागि अलिकति केरा पनि एड गरेको छु मैले चाहिँ। केराले एड गर्दा नि हुन्छ नगर्दा नि हुन्छ, म चाहिँ अझ मिठो हुन्छ नि त। अनि बेबीहरूलाई अनि एड गरेको छु। अनि मेरो छोरीले चाहिँ यति खुसी भएर खान्छ है। त्यस्तो म चाहिँ यसरी नै बनाएर दिने गरेको छु। हजुरहरू पनि यसरी नै बनाएर दिनु होला। म चाहिँ चम्चाले खाँदा चाहिँ कहाँ गर्दिनँ, नभए हातले खुवाइदिन्छु। हातले खुवाउँदा चाहिँ मजाले खान्छन् अनि खाएर निभाइसकिन्। हजुरहरू यसरी नै बनाएर दिन सक्नुहुन्छ है। मिठो मानेर खान्छ बेबीहरू।